त हेर शाकाहारी खान्न माछा मासु म त हेर शाकाहारी खान्न माछा मासु के भन्न मन थियो तिमीलाई सँगै ल्याइछौ सासु अहिले मैले गर्दा यहाँ तिम्रो रूपको भक्ति अहिले मैले गर्दा यहाँ तिम्रो रूपको भक्ति आमा जालिन् कुरा लाउलिन् भिड्न आउला शक्ति तयार भए तिमी मेरो लभको किताब पढ्न तयार भए तिमी मेरो लभको किताब पढ्न कडेल कसम तयार छु म दुनियाँसँग लड्न पूजा गर्न सबै फुल पाती जान्ने राम्रो पूजा गर्न सबै फुल पाती जान्ने राम्रो सोझी गाई भन्दा घोडा लात्ती हान्ने राम्रो के भने कि तिमीले त्यस्तो मलाई पेल्न होइन के भने कि तिमीले त्यस्तो मलाई पेल्न होइन लपर्न पो भन्या तिमीलाई जुडो खेल्न होइन कृष्ण दाईको इङ्ग्लिस राम्रो छत्र साईको देउडा कृष्ण दाईको इङ्ग्लिस राम्रो छत्र साईको देउडा यो डल्लीलाई डेटिङ लाने यही छ इच्छा एउटा नगरकोटै लाने तिमीलाई लिए मैले व्रत नगरकोटै लाने तिमीलाई लिए मैले व्रत जे भने नि मान्छु बेबी के हो तिम्रो शर्त मसँग भेट भएपछि क्या नन्दासँग गर्नुपर्छ भेटघाट बन्द डल्लीसँग पलाउँदैछ पिरतीको पालुवा डल्लीसँग पलाउँदैछ पिरतीको पालुवा यस्तो हलुवा पाएपछि केलाई चाहियो बालुवा बुढो छोड भन्दिन म तिम्रो मन जलाई त्यही त बुढो छोड भन्दिन म तिम्रो मन जलाई उसको नामको सिन्दुर लाउनु माया दिनु मलाई दुःख सुख बुझ्दिनला म तिमीलाई चाहियो भनी दुःख सुख बुझ्दिनला म तिमीलाई चाहियो भनी पत्रकार सब जोसेका छन् काण्ड पाइयो त्यही भएर त तिमी मान सारा दियो बल्छ त्यही भएर त मान तिमी सारा दियो बल्छ हाम्रो काण्ड आउँछ
यिनको रोजी रोटी चल्छ। नबिर्सन अन्तर्वार्ता सधैँ दिने कामलाई, नबिर्सन अन्तर्वार्ता सधैँ दिने कामलाई, यस्तै यस्तै युट्युबले बनाएका हुन् हामीलाई। कस्तो तिमी साथीभाइलाई गुरु चेला गन्छौ, कस्ती तिमी साथीभाइलाई गुरु चेला गन्छौ, तिम्रै बुढो युट्युबे हो अरूलाई के भन्छौ। भएको कुरा भनेको हो तिमीले किन जोख्या, भएको कुरा भनेको हो तिमीले किन जोख्या, खै त बुझे घरको रिस बाहिर आएर पोख्या। बुझे मैले मासु खाँदा रक्ती आउने रहेछ, बुझे मैले मासु खाँदा रक्ती आउने रहेछ, हाम्रो काण्ड खिच्न पहिला शक्ति आउने रहेछ। छानालाई त अरू नै छाना खलाउने हरू, छानालाई त अरू नै छाना खलाउने हरू, घरमै काण्ड घरमै युट्युब किन चाहियो अरू। बाख्रा चोर र घडी चोर त थिए हाम्रो गाउँमा, बाख्रा चोर र घडी चोर त थिए हाम्रो गाउँमा, म चिनिने भए अब स्वास्नी चोरको नाउँमा। हे कमल सरगम भनिरहेछन् लेख्छु मैले डेडलाइन, कमल सरगम भनिरहेछन् लेख्छु मैले डेडलाइन, स्वास्नी चोर रमेश परसाई आउने भयो हेडलाइन। म त हेर्नु कृष्ण दाजु मन्त्री हुनु पर्ने, म त खासमा हेर्नु दाजु मन्त्री हुनु पर्ने, बुढी तस्कर हुने भइयो अब कसो गर्ने। न्युज लेख्नलाई हुने भयो सबको लोछा चढे, न्युज लेख्नलाई हुने भयो सबको लोछा चढे, परसाई दाइले उडायो रे गोदर भाइको बुढी। मेरो लभले तिम्रो दिलमा ल्यान्डिङ पाए भइगो, मेरो लभले तिम्रो दिलमा ल्यान्डिङ पाए भइगो, काण्ड साण्ड जे जे चलोस् ट्रेन्डिङ आए भइगो। अबदेखि भन्छ मनले तिम्रो साथमा म होस्, अबदेखि भन्छ मनले तिम्रो साथमा म होस्, घर निकाला हुने भयो देश निकाला नहोस्। अमेरिका जाउँला हेर के चिन्ता, अमेरिका जाउँला हेर उड्दै पश्चिम दिशा, अमेरिका जाउँला हेर उड्दै पश्चिम दिशा, के को चिन्ता छ नि मेरो 5 वर्षको भिसा। सामान हो र बुढाबुढी गर्न सट्टापट्टा, सामान हो र बुढाबुढी गर्न सट्टापट्टा, कस्तो लाग्यो परसाई दाइलाई अस्मिताको ठट्टा। हे यो दोहोरी हेर्दा सिक्ने एउटै भाका हुन्छ, यो दोहोरी हेर्दा सिक्ने एउटै भाका हुन्छ, स्वास्नी राम्री भएपछि साथी डाका हुन्छ।